आज नेपालको इतिहासमा कालो दिन। नारायणहिटी राजदरबारमा जनप्रिय र सर्वप्रिय राजा वीरेन्द्रको वंशनाश भएको 25 वर्ष पुगेको छ। नेपाली इतिहासको क्यालेण्डरमा एउटा यस्तो पाना जसलाई 25 वर्षदेखि नेपाली जनताले आफ्ना आँसुले भिजाइरहेका छन्। आजभन्दा ठिक 25 वर्ष अघि अर्थात विक्रम सम्वत 2058 साल जेठ 19 गतेको त्यो काला रात्रि जसले हाँसिरहेकी नेपाल आमाको मुटुमा कहिल्यै निको नहुने गरी एउटा गहिरो छुरा धसेर गयो। कहिले यो देशका सर्वोच्च अभिभावक मारिन्छन् त कहिले कलिला बालबालिका। 25 वर्ष बितिसकेछ। बागमती र गंगामा धेरै पानी बगिसकेको छ, तर नेपाली मनको त्यो छटपटी, त्यो अचम्मको रिक्तता र त्यो आँसु अझै उभानो हुन सकेको छैन। आज पनि हरेक नेपालीको मानस पटलमा एउटै प्रश्नले निरन्तर हिर्काइरहन्छ। आखिर जेठ 19 गतेको त्यो रहस्यको गर्भमा के लुकेको थियो? हामी मध्ये कतिपय अघिल्लो पुस्ताले राजा वीरेन्द्रलाई देख्यो, उनको शासनकालको अलिकति अनुभव पनि गर्यो, तर आजको नयाँ पुस्ताले उनलाई कतै भोग्न पाएन, प्रत्यक्ष देख्न पाएन। तर अचम्म उनको त्यो हसिलो र सौम्य तस्बिर मात्रै हेर्दा पनि लाग्छ उनी राजा मात्र थिएनन्, यो देशका एउटा शीतल छहारी पनि थिए। उनको त्यो उज्यालो मुहार देख्ने बित्तिकै मानिसहरू आज पनि भावुक बन्छन्, कल्पनाको संसारमा हराउँछन् र अनायासै आँखाका डिलहरू रसाउन थाल्छन्। कठोरता कतै थिएन उनमा, मात्र एउटा अथाह शालीनता मात्रै थियो। त्यो कहाली लाग्दो रातले जनताले असाध्यै भरोसा गरेका, आफ्ना मुटुका टुक्रा जस्तै मानेका राजा वीरेन्द्रको वंश नै सखाप पारिदियो। राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, अधिराज कुमारी श्रुति सहित राज परिवारका 10 जना सदस्यको इहलीला समाप्त भएको त्यो क्षण सम्झिँदा मात्रै पनि आज शरीरका रौँहरू ठाडो हुन्छन्। त्यो केवल एउटा परिवारको हत्या मात्र थिएन, त्यो त सिङ्गो नेपालको आस्थाको लास ढलेको दिन थियो। नेपालको राजतन्त्रको जरा काटिएको त्यो दिन, नेपाली जनता टुहुरो बनेको त्यो दिन। त्यो बेला देश कसरी रोएको थियो त्यो दृश्य भुल्न सक्ने सामर्थ्य कुनै नेपालीमा छैन। राजालाई कुन पापीले मार्यो? जनताले स्वतःस्फूर्त रूपमा कपाल खौरिएर जुठो बारिरहेका ती दृश्यहरूले उनको लोकप्रियताको उचाइ नाप्थ्यो। तत्कालीन राजनीतिज्ञहरूले यसलाई आधुनिक कोत पर्व भने, कसैले विदेशी गुप्तचर संस्थाको इशारा भने, त कसैले राजकुमार दीपेन्द्रको टाउकोमा सबै दोष थोपरेर सत्यलाई कार्पेट मुनि लुकाउन खोजे। तत्कालीन प्रधान न्यायाधीश र सभामुख सम्मिलित उच्च स्तरीय छानबिन समिति त बन्यो, तर एक हप्तामै हतार हतार बुझाइएको त्यो सतही प्रतिवेदनलाई आम नेपालीले आजका दिनसम्म पनि पत्याउन मन्जुर गरेका छैनन्। वैज्ञानिक विधि